धेरै वर्ष पहिले चाहिँ यो बाटो हुँदै कतै जन्तीहरू जाँदै गरेको, सयौंजना जन्तीहरू जाँदै गरेको र केही कारणवश चाहिँ यो ठाउँमा चाहिँ विश्राम लिँदै गर्दाखेरि चाहिँ सबै जन्तीहरू चाहिँ यही ठाउँमा चाहिँ मृत्यु भएको भन्ने चाहिँ सुनिन्छ र ती जन्तीहरूले चाहिँ मृत्यु पश्चात चाहिँ यो ढुङ्गाको आकृति लिएको भन्ने खालको चाहिँ यो पौराणिक धार्मिक कुराहरू छ। खासमा यति बेला यो ठाउँ निकै चर्चामा छ, देख्न सक्नुहुन्छ। यति बेला यो जन्ती ढुङ्गा हो। यो यहाँको दृश्यहरू कस्तो छ भनेर चाहिँ आज म तपाईहरुलाई देखाउँदैछु। ढुङ्गाको दृश्यहरू चाहिँ यस्तो छ, हेर्नुस् त। यो ठाउँमा चाहिँ अहिले दिनमा चाहिँ धेरै मान्छेहरू आएर चाहिँ टिकटक बनाउने, फेसबुक रिलहरुमा राख्नेदेखि लिएर सामाजिक सञ्जालहरुमा प्राय चाहिँ भाइरल नै छ यो ठाउँ। यस्तो खालको चाहिँ दृश्यहरू छन्, चाहिँ अलि अनौठो खालको दृश्यहरू छ। यस्तो देख्न सक्नुहुन्छ। यो चाहिँ मानव निर्मित नभएर प्राकृतिक रूपमै यसको संरचना चाहिँ यस्तो रहेछ, हेर्नुस् त। यस्तो खालको यस्तो छ यहाँको संरचना चाहिँ। अनि जन्ती ढुङ्गा भनेर चाहिँ नामाकरण गरिएको छ यो ठाउँलाई। अब स्थानीयले भनेको अनुसार त्यो इतिहाससँग जोडिएको छ या छैन त्यो त हामीलाई पनि थाहा छैन, तर यति बेला स्थानीय सरकारले पनि लगानी गरेर यो ठाउँलाई चाहिँ पर्यटकीय स्थल बनाउन चाहिँ सहयोग गरिराखेको छ। यहाँ चाहिँ बाटो पनि पुर्याइदिएको छ, अन्य थप संरचनाहरू पनि बन्दैछन्। म तपाईलाई यसरी देखाउँछु। यहाँको संरचनाहरू चाहिँ यस्तो छ। धेरै वर्षदेखि चाहिँ यो ठाउँ चाहिँ खासमा भाइरल नै थियो। यस्तो छ, देख्न सक्नुहुन्छ। यहाँको संरचनाहरू चाहिँ ठुलो क्षेत्रफलमा फैलिएको छ। यो चाहिँ खास गरेर ढुङ्गाहरू चाहिँ देख्न सक्नुहुन्छ। यस्तो छ। आकृतिहरू पनि अलि फरक फरक खालको आकृतिहरू छ है, हेर्नुस् त। यस्तो खालको आकृतिहरू छ, कोही चाहिँ यस्तो खालको आकृतिहरू छ, अनि बीचमा यस्तो भएकोहरू पनि छ, हेर्नुस् त। यस्तो पनि छ। यो दृश्यहरू हेरिरहँदाखेरि चाहिँ तपाईको मनमा के लागेको छ कृपया कमेन्ट चाहिँ गर्नुहोला। देख्न सक्नुहुन्छ यो ठाउँ ठुलो क्षेत्रफलमा फैलिएको छ। म तपाईलाई चारैतिरको दृश्य चाहिँ देखाउँछु, हेर्नुस् त। घोराई उपमहानगरपालिका वडा नम्बर 14 को यो जन्ती ढुङ्गा भन्ने ठाउँ है। मैले भिडियोलाई कतै पनि सम्पादन नगरेर, काटछेक नगरेर जस्ताको त्यस्तै चाहिँ तपाईहरुको अगाडि ल्याएको छु। यो प्राय पश्चिमतिरका साथीहरू चाहिँ धेरैले थाहा हुन सक्छ। यो जन्ती ढुङ्गा भन्ने निकै चर्चित ठाउँ पनि हो यो। हामीलाई कुन ठाउँदेखि हेर्दै हुनुहुन्छ कमेन्ट पनि गर्नु होला। यस्तो छ यहाँको ठाउँ चाहिँ। अलि फरक फरक प्रकृतिका छन् यी ढुङ्गाहरू पनि। यो मानव निर्मित नभएर यो चाहिँ प्राकृतिक रूपमै यस्तै थिए यी ढुङ्गाहरू। यहाँ चाहिँ सायद पूजाआजा पनि हुँदो रहेछ। यस्तो छ यहाँ चाहिँ पूजा गर्ने ठाउँ पनि रहेछ है। धार्मिक आस्थासँग जोडिएको ठाउँ पनि हो यो। यस्तो छ यहाँ चाहिँ। अब म चाहिँ माथितिर देखाउँछु तपाईहरुलाई। यहाँबाट चाहिँ खास गरेर कुनै समय आजभन्दा सयौं वर्ष अगाडि चाहिँ कुनै एक गाउँबाट अर्को गाउँमा दुलही निकाल्नको लागि जन्ती जाँदै गरेको र जन्ती जाँदै गर्दाखेरि चाहिँ यो ठाउँमा, यो लेकमा
विश्राम लिएका ती जन्तीहरू केही कारणवश यो ठाउँमा चाहिँ ती सबै जन्तीहरू विश्राम लिएका ती सबै जन्तीहरू चाहिँ मृत्यु भएको र ती मृत्यु भएका जन्तीहरूले चाहिँ दैवीय कुनै कारणवश चाहिँ यो ढुङ्गाको स्वरूपमा चाहिँ परिवर्तन भएको भनेर चाहिँ स्थानीयहरूको किम्वदन्ती छ। त्यो खालको कथा रच्नु भएको छ यहाँ चाहिँ। अब त्यो हुन पनि सक्छ नहुन पनि सक्छ हैन, त्यसको कुनै अब पुष्टि गर्ने आधारहरू त नहोला, त्यो धार्मिक विश्वासको आधारमा चाहिँ बनाइएको कथा पनि हो। देख्न सक्नुहुन्छ यहाँ कति लस्करै है, ठ्याक्क हेर्दाखेरि चाहिँ यो ढुङ्गाहरूले चाहिँ यहाँको ठाउँलाई चाहिँ सुन्दरता भरेको छ। यो प्राकृतिक रूपमै यस्तो छ यो ढुङ्गाहरू, हेर्नुहोस् त। अब साँच्चै त्यो जमानामा चाहिँ एक ठाउँबाट अर्को ठाउँमा जन्तीहरू जाँदै थिए भने चाहिँ कुन गाउँका थिए होलान् है ती जन्तीहरू, त्यो दुलही चाहिँ कुन गाउँ कि थिइन् होला। त्यसपछि हेर्नुहोस् त यहाँ ढुङ्गाको यस्तो छ, बिचमा ठ्याक्कै पालहरू पनि छ, यस्तो छ। त्यसपछि यो लस्करै छन्, हेर्दाखेरि चाहिँ होला कि भन्ने जस्तो खालको पनि हो हैन। हेर्नुहोस् त यस्तो खालको छ यहाँ चाहिँ, यस्तो छ संरचना। पुरै संरचना चाहिँ यो लेकभरि नै यो ठुलो सङ्ख्यामा फैलिएको यो डाँडाभरि नै त्यस्तो खालको छ। अनि ऊ हाम्रो एकजना सरले चाहिँ त्यहाँ अब त ऊ गर्न लाग्नु भएको छ, पैसा चढाउनु लाग्नु भएको छ। चढाइसक्नुभयो? एकछिन है। हो हामी अन्जान व्यक्ति चुकले केही गल्ती भए क्षमा पाऊ भनेर चाहिँ हो शरण परेको छु म। त्यसपछि चाहिँ यी ढुङ्गाहरू हेर्नुहोस् त, साँच्चै यहाँको स्थानीयहरूले भनेको त्यो धार्मिक कुरासँग या त्यो धार्मिक कथासँग मिल्दाजुल्दा खालका छन् कि यी ढुङ्गाहरू पनि। ठ्याक्कै हेर्दाखेरि कसरी बन्यो होलान् भन्ने खालको त्यो कौतूहलता जाग्छ मनमा यो ठाउँमा आइसकेपछि पक्कै पनि। र अब निकै वर्ष पहिलेदेखि नै यो ठाउँ चाहिँ भाइरल नै थियो खासमा। अहिले चाहिँ ठ्याक्क यो बिचमा चाहिँ यो धार्मिक आस्थाका कारण पनि हुनसक्छ, यहाँ चाहिँ पूजा गर्ने स्थान पनि बनाउनु भएको रहेछ। खासमा यसलाई चाहिँ हाम्रोतिर थान भन्छ हैन, देवताको थान जस्तै बनाउनु भएको छ है। अनि पूजा गर्ने कयौँ मान्छेहरूले चाहिँ त्यहाँ पैसा पनि छारिदिनु भएको छ या चढाउनु भएको छ, दान गर्नु भएको छ। यस्तो खालको तहरा बनाउनु भएको छ कि अहिले चाहिँ यस्तो खालको तहरा बनेको छ। अब यो ठाउँ चाहिँ निकै ठुलो क्षेत्रफलमा छ र अहिले चाहिँ यहाँको स्थानीय सरकारले पनि यो पर्यटकीय स्थलको रूपमा अगाडि सारेको भन्ने चाहिँ हामीले बुझ्यौँ। र चारैतिरबाट चाहिँ पहाडले घेरिएको यो भूगोल हो, खासमा पहाडी भूगोल हो। यो दाङ जिल्लाको चुरे क्षेत्रमा पर्छ यो चाहिँ खास गरी। र एकचोटि म माथिल्लो भूगोल देखाउन चाहन्छु। चारैतिर चाहिँ लेकै लेकले घेरिएको यो ठाउँ, चारैतिर चाहिँ जङ्गलै जङ्गल छ है। चारैतिर चाहिँ खयरका रुखहरू छन्, चारैतिर चाहिँ यो भूगोल चाहिँ। तर यसको बिचमा चाहिँ ठ्याक्क एउटा क्षेत्रमा चाहिँ करिब 500 मिटर वरिपरिको त्यो रेन्जमा चाहिँ यस्तो खालको चाहिँ छ यो ठाउँ चाहिँ। अनि बिचमा चाहिँ यस्तो छ ठाउँहरू, हेर्नुहोस् त। चारैतिरको चाहिँ भूगोल म तपाईँलाई देखाउँछु। तपाईँले यो भिडियो हेर्दै गर्दाखेरि चाहिँ तपाईँको मनमा के कुरा उब्जिरहेको छ या के लागिरहेको छ? के साँच्चै यहाँको स्थानीयहरूले भनेअनुसार जन्तीहरू यो लेकको बाटोको यात्रा गर्दै गर्दा जसरी चाहिँ यहाँ मृत्यु भयो सबै जन्तीहरू, र ती जन्तीहरूकोले चाहिँ ढुङ्गाको आकृति या रूप लिए भन्ने छ
यो कथामा चाहिँ तपाईँको कतिको सहमत छ, तपाईँ यो कथालाई कसरी लिनु भएको छ कृपया कमेन्ट गर्नुहोला। यो ढुङ्गाको आकृतिहरू तपाईँहरू पनि आउन सक्नुहुन्छ यो ठाउँमा। यो ठाउँ चाहिँ तुलसीपुर उपमहानगरपालिका वडा नम्बर 14 मा, जहाँ चाहिँ जन्ती ढुङ्गा भन्नुभयो भने जन्ती ढुङ्गा भनेपछि एकदमै चर्चित ठाउँ हो यो चाहिँ। यहाँ चाहिँ पछिल्लो समय यो ठाउँमा चाहिँ खास गरेर आन्तरिक पर्यटकहरू जो चाहिँ यहीँ वरिपरिका मान्छेहरू चाहिँ टिकटक भिडियोहरू बनाउन, रिल्सहरू बनाउन या फोटो खिच्नलाई चाहिँ यो ठाउँ निकै प्रसिद्ध छ। कुनै समय चाहिँ यो ठाउँमा चाहिँ हामीले युट्युबहरूमा हेरे अनुसार चाहिँ फेसबुकहरूमा हेरे अनुसार माताहरू आउने काम्ने त्यस्तो खालको दृश्यहरू पनि थियो, तर अहिले चाहिँ त्यो छैन रहेछ। अहिले चाहिँ त्यो नभएर खालि यो ठ्याक्कै ढुङ्गाहरू मात्रै छ। हुन्छ, आजको यो भिडियो कस्तो लाग्यो, तपाईँको मनमा लागेको कुरा चाहिँ कमेन्टमा लेख्नुहोला।